नमस्कार सर। सर नमस्ते। सर बस्नु तिर्की हाल्नु नि तिर्की तिर्की त बढी किन जान्ने क्या बढी तिर्की ल तिर्की खायो नि ल धन्यवाद च्याम्पियन हुन्छ म त दिनदिनै खेल्दा मै च्याम्पियन ए सर यो हेर्नु त यो कागज अस्तिदेखि तपाईँले भनेपछि मैले यो सबै प्रक्रिया मिलाउनको निम्ति यो सबै कागजहरू मिलाएर ल्याएको छु ल सब मिला छ प्रज्ञा सब मिल्यो यो सबै तपाईँले भने प्रज्ञा सब मिलेपछि त 2 नम्बरमा जाने होइन त्यहाँ गएर साइन गरौँ नि त्यसपछि यहाँ आउनु 2 नम्बरमा जाने है त्यसपछि फेरि तपाईँ प्रक्रिया मिल्यो भनेर 2 नम्बरमा साइन गरिदिनु पर्छ त्यसपछि फेरि घुमेर यहाँ आउनु है 2 नम्बर के अरे होइन मैले 2 नम्बर कोटाको सर भन्नुहोस् 2 नम्बर सर यो प्रक्रिया सबै मिल्यो होइन उता देखाएको अब हजुरले प्रक्रिया मिल्यो भनेर साइन गर्दैन म उता जान्छु तपाईँको प्रक्रिया पुरा पुगेकै छैन प्रक्रिया पुरा छ त कागजहरू सबै त्यहाँ छ यहाँ प्रक्रिया तपाईँको कागज छ तपाईँको यहाँनिर 1 नम्बरमा गर्नुपर्ने काम गरेकै छैन पहिला त्यो काम गराएर आउनुहोस् त्यस पछाडि म यहाँ दस्तखत गरिदिन्छु 1 नम्बरले भनेको त पहिला 2 नम्बरमा गएर प्रक्रिया पुरा भयो भने साइन गराउनु त्यसपछि उसले गरिदिन्छ भने तपाईँ कति पढ्या म त पढाएको छु अलि पहिला 1 आउँछ कि 2 आउँछ पहिला त 0 त्यसपछि 1 ल अहिले 1 मा जानुहोस् पहिला 1 पहिला 1 मा जानुहोस् त्यस पछाडि 2 नम्बरमा आउँछ है त जानुहोस् सर पहिला 1 नम्बरमा गएर यो चिज प्रक्रिया पुरा भएको छ कि छैन भनेर यो प्रक्रिया पुरा भएको छैन र के भएको छ एकचोटि हेरिदिनु पहिला प्रक्रिया पुऱ्याएर चाहिँ साइन गर्नु पर्यो के 2 नम्बरले अनि पो बल्ल मैले त्यसपछि फरवर्ड गर्ने त कस्तो कुरा नबुझे भने त पहिला 1 आउँछ त्यसपछि 2 आउँछ भन्छ नि त त्यो अङ्कमा पो त 1 र 2 आउँछ त नि 1 पहिला आउँछ पछि 2 आउँछ नि हैन यसमा त पहिला 2 ले साइन गर्नुपर्छ क्या प्रक्रिया पुग्यो भने 2 ले साइन गरौँ न किच नगर्न बिहानदेखि यहाँ तपाईँ मेरो पहिला 2 मा जानु आफुलाई टेन्सन छ 2 मा धेरै दोहोरे नसोध्दै मलाई 2 मा सर नम्बरमा पो 1 पहिला आउँछ 2 पछि आउँछ पहिला त 2 ले साइन गर्ने हो रे नि त नि मैले तपाईलाई कतिचोटि भनिसके एकचोटि अब फेरि दोहोऱ्याउँदैछ है त तपाईको यहाँदेखि तपाईँ सरर पढ्नुहोस् तपाईको यहाँनिर तपाईँ काम मिलेको छैन नम्बर के को लागि राखिन्छ सर्वप्रथम 1 आउँछ त्यहाँ काम गराउने 2 मा जाने 3 मा जाने यसरी हो नि त यहाँनिर नमिलेको यहाँ मिलेको छैन तपाईँले यो पहिला मिलाउनुहोस् तपाईँको यहाँनिर त्यस पछाडि यहाँ आउनुहोस् हुन्छ जानुहोस् यहीँनिर होइन हो यहीँनिर हो यहाँ औँला राखेरै जान्छु है जानुहोस् हामी पनि सुन्नु न सर सर यहाँ सुन्नु न एकछिन यहाँ सुन्नु न यही औँला हराउला भनेर यहाँ औँला त्यो राख्नु त्यो एकछिन पछि कुरा गर्नु सरी 30 मा बुढी सरी 30 यहाँ होइन यहाँ हेर्नु यो औँलै नहटाइकन आएको छ यहाँनिर गल्ती भएको छ तपाईँले गरिदिनु पर्यो गल्ती मैले मिलाइदिने कसले मिलाउँछ त त्यसले मिलाउने हो क्या त्यसले यही मिला छ कि छैन भनेर प्रज्ञा मिला छ कि छैन भनेर सबै तलदेखि माथि हेरेर अब मिल्यो भनेर चाहिँ साइन गर्ने कति मलाई यार जानु फोन पनि यही अब के गर्ने त उसले मिला छ उसले मिला छ कि छैन हेर्ने उसको काम हैन मिला छ कि छैन हेर्ने प्रज्ञा मिला छ भने साइन गर्ने नि पठाउने यता होइन उतैतिर भयो भने यता नआउने सर अब यो तपाईले प्रक्रिया पहिला पुगाएको छ कि छैन भनेर पहिला भन्ने हो रे के हेर्नुहोस् यहाँ सुन्नुहोस् तपाईँलाई मैले अघि भने अनुसारले तपाईँले बुझाउनु भयो भने अनि कस्तो खालको तपाईँ कुरा नबुझ्नु भएको उहाँले कुरा नबुझ्नु भएको मैले कुरा बुझाएको तर उहाँले नबुझेको के हो त उहाँ भर्खर पनि आउनु भयो कहिले आउनुहोस् एकचोटि तपाईँलाई फेरि बुझाउँछु म तपाईँको यहाँ प्रक्रिया पुरा भयो तपाईँको यहाँ पुरा भयो यहाँ पुरा हुन बाँकी छ अब यसो गर्नुहोस् म तपाईँलाई थोरै गोलो लगाइदिन्छु तपाईँले उहाँ लगेर देखाउनुलाई यहाँ चाहिँ पुरा भएको छैन भनेर गोलो ल जानुहोस् सर उहाँले यहाँ गोलो लगाइदिनु भएको छ यहाँ प्रक्रिया पुगेन रे तपाईँले हेरिदिनु पर्यो गोलो लगाइदिनु भएको छ गोलो
गोल हो कसले गोल हो उहाँले गोल लाउनु के मास्टर हो त्यो साइन गर्ने ठाउँमा गोल किन लाग्दैन मास्टर हो त्यो के हो त्यो गोलो लाग्यो घाँटी कति चित्त तपाईँले चित्त गोल अब के गर्ने पर्यो त भन्नु न ए बाबा गोल होइन क्या साइन गर भन्नु त्यसलाई साइन होइन साइन गर भन्नु त्यसलाई कि मास्टर हो त्यो सोधेर आउँथ्यो को भनेर के मैले सोधेर आउँछु सोध्नु त्यसलाई मास्टरहरू त गोल लाउनुलाई साइन गर्ने भन्नु न यस्तो दिमाग खाँदै तपाईँ को तपाईँ होइन के भन्नु भएको होइन को तपाईँ मास्टर हो गोलो लाउनु भनेर कसले भन्यो उहाँले को तपाईँले म को मैले भने त्यो चाहिँ को त्यो को पहिला पुरा त्यसको बारेमा जानेर आउनुहोस् बुझेर आउनुहोस् त्यस पछाडि नि आउनुहोस् म काम गर्नेछु पहिला त्यहाँ बुझेर जानुहोस् त्यो चाहिँ को पहिला त्यो पत्ता लगाएर आउनुहोस् के कुद्नुहुन्छ यता र उता मैले भने कतिचोटि तपाईँको यहाँनिर काम मिलेको छैन यो काम मिलाएर आउनुहोस् यो काम 1 नम्बरले मिलाउँछ त्यस पछाडि यहाँ आउनुहोस् म दस्तखत गरिदिन्छु भनेको छु त होइन यो कागज बोकेर कति यताउता कुद्नुहुन्छ म सोध्छु उहाँ को हो भनेर जानुहोस् बुझेर आउनुहोस् सर तपाईँ चाहिँ को हो रे ल उहाँले भनेको तपाईँ को हो रे म हो को हो म हो नि तपाईँ म हो को हो भनेर भन्नु भनेको छ मलाई माग ल एकछिन ल्याउनु त त्यो को भनेर चिनेर आइसकेपछि म साइन गरिदिन्छु भनेर चाहिँ मिलाइदिन्छु हजुरको शुभ नाम मेरो नाम काजी बस्नेत तर के काजीको अगाडि के सुनित बस्नेत ए सुनित बस्नेत काजी होइन है हजुर पिताश्रीको नाम पनि चाहिने सबै चाहिने पिताश्री नाम केदार बस्नेत अब हजुर काजी भएपछि त बुवा पनि काजी हो काजी बस्नेत काजी हजुर कहाँ बस्ने म भन्नाले दायाँ गर बायाँ दायाँ भन्नाले ठाउँको नाम ए सातो बाटो हस् यो म भनेर आउँछु उहाँलाई है उहाँलाई म उहाँले को भनेर सोधे भयो अनि उहाँले को भने तपाईँ उहाँले को भनेर सोधिरहनु को है सोध्नु यो उहाँ सुनित बस्नेत काजी के भन्नुभयो सुनित बस्नेत काजी को उहाँ बुवाको नाम केदार बस्नेत काजी बस्ने घर सातो बाटो अब हजुर पनि को भनेर सोध्नु अनि म सबै प्रक्रिया मिलाइदिन्छु भनेर चाहिँ हजुरको शुभ नाम कसको हजुरको मेरो लेख्नुहोस् कमान सिंह हजुर पिताश्रीको नाम पिताको नाम मेरो पिता गुमान सिंह लेख्नुहोस् गुमान सिंह हो हजुर बस्ने कहाँ अरे म मेरो अहिलेको यहाँको बसाइ स्थायी बसाइ लेख्नुहोस् ओलङचुङ्गोला ल यो म भनिदिन्छु ल जानुहोस् ठिक छ सुनित बस्नेत काजी पिताको नाम केदार बस्नेत काजी सातो बाटो बस्ने अर्को कमान सिंह बुवाको नाम गुमान सिंहका छोरा कमान सिंह बस्ने ओलङचुङ्गोला यो दुईजना मान्छेको कारणले गर्दा मैले ज्यान दिन लागेको होला म सबैलाई भन्न चाहन्छु मलाई यताबाट यता घुमाइ गरिरहेको छन् म अब मर्न थालिरहेको छु सुनित बस्नेत काजी यही हो के गरेछ हैन के गर्नुभयो सर कमान सिंह भनेको यही हो मर्छु भने यिनीहरू नै हो बाबु यिनीहरूको कारणले गर्दा म मर्दैछु किन मर्ने भने किन मर्दिन्छु बन्द गरे मर्दिन्छु बन्द गर
हाम्रो काम प्रक्रिया पुरा प्रक्रिया बुझ्यो होइन त्यहाँको प्रक्रिया पुरा गर्नु होइन पुगेछ अब कसरत गर्नु ल है सर प्रक्रिया पुऱ्याइदिनु बाबु जानुहोस् उता जानुहोस् सर प्रक्रिया पुरा मर्दिन्छु म त फेरि प्रक्रिया पुगेर नभए तर काम चाहिँ यस्तो हो दाइ गजबको